अब हाम्रो चाहिँ यहाँ हाइकिङ सुरु हुन लागिसकेको छ। हाइकिङ सुरु भएको छ अब हाम्रै सबजना तयारी अवस्थामा। आज हाइकिङ हुन लागेको, बिहानै गर्नु पनि ढिला भइसक्यो। ल जाउँ ल। छोरीले फेरि के चिज गर्दैछ, जाने बेलामा खालि यस्तै हो, उसलाई पैसा चाहिने अनि माथि नै किन्नु ल सोध्ल जाउँ भइसक्यो। अहिले हाम्रो 7:30 भएको छ। स्थानबाट अब हामी मुभ हुँदैछौँ। यिनीहरूको क्वेसन लगभग यहाँसम्म पुग्नु पर्छ, तर यहाँनिर कतिखेर पुगिन्यो अहिलेसम्म हाम्रो हिँडाइको गति केही बढ्न सकिरहेको छैन। ल यतिखेरको अवस्था, अब अर्को अवस्था हामी अर्को भिडियो। हामी माथि ठाउँमा रहेको विशेष मन्दिरमा छौँ। कुशललाई आइज तल घुम्नु खास उताबाट आउनु त्यसरी आयो। ल जाउँ। हामी यति यसमा आइसकेका छौँ। अब हाम्रो यात्रा यहाँबाट फेरि जारी रहनेछ र अझै भालेश्वर मन्दिरको हाइकिङ हामी अब त्यो डाँडामा पुग्न बाँकी छ। छोराहरू हिँडिरहेछन्, यिनीहरू हिँड्ने बानी नपरेका छन्। सानो छोरो अलि हिँड्ने गरेर चाहिँ यो ठुलो छोरो चाहिँ कति हिँड्दैन। यिनीहरूलाई हिँडेर लानुको उद्देश्य पनि यही छ मेरो। यो लगभग अहिले हामी यत्रो हाइटमा आइसकेका छौँ। यहाँबाट काठमाडौँ अहिले मधुरो देखिन्छ र हाम्रो हाइकिङमा अहिले एकदम एक बोतल पानी अनि हिँड्ने बानी पनि अलिक कम भयो होला। ल हामी चाहिँ यहाँ हिँड्छौँ, पसिना आइसकेको छ। ल अहिले हामी चाहिँ अब लगभग अलि मध्याह जस्तो क्रममै छौँ बाटोको र आइसकेका छौँ। अब अझै हामी धेरै टाढा छ। श्रीमती अझै यहाँ थाकिरहेछन्। सानो छोरो चाहिँ अलिक फुर्तिलै छ, किनभने यो अलि हिँडाइ दौडाइकै मान्छे भएको कारणले होला। ल अब हाम्रो यात्रा जारी रहन्छ, सुरु भइरहन्छ गइरहन्छ गाइस। ओके ल गाइज, अब हाम्रो यात्राको क्रम अब टायर्डनेस सुरु भइसकेको छ। छोराहरूको धेरै नै होइन, देख्न सकिन्छ। अब हामी जाँदैछौँ। ओके किन छिटो जङ्गलको बाटो सुरु भइसकेको छ। हरियाली जङ्गल, छोराहरू अझै आएकै छैनन् र देख्न सक्नुहुन्छ। अब हामी अझै बाटोको यो जाने क्रममै छौँ। निरन्तर हामी थकित पनि भइरहेका छौँ। अब फर्किने क्रममा हामी केबल कारबाट फर्किनेछौँ। अहिले हामी यो यात्रा जारी रहनेछौँ जङ्गलको बाटो। ल कस्तो भयो? ल अगाडि हिँड्दै गर्नु। कस्तो भयो? हिँडेर जानु ठिक हो कि केबल कार चढेर जानु ठिक हो त? थकाइले के बोल्नु पनि नसकेको कि जङ्गलको बाटोमा छौँ। पुरै चाहिँ पसिना अनि त्यसरी मध्य जङ्गलमा छौँ र
आज यो नौलोवटा बच्चाहरूको लागि एउटा विशेष पनि हो र हिँडिरहेका छौँ। ल अब हामी प्रत्येक ठाउँ गयो हेर्नेछौँ। ओके, हाम्रो हाइकिङ निकै राम्रो तरिकाले भइरहेको। यस्तो बाटोमा आइपुगेका छौँ। जङ्गलको अझै बाँकी छ माथिसम्म। किन कस्तो लागिरह? यता हेरेर भन न, आफ्नो प्रतिक्रिया दियो। ल अब हामी यहाँ सिधै तल खोला छ। ल ल निकै उकालो बाटो छ यो उकालो बाटोको बावजुद हामी हिँडिरहेका छौँ। के थकान महसुस भइरहेको छ यति बेला कृष्णलाई कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। ल भुसिनाले आँखा पख्दो रहेछ है, सबकाले गर्दै हिँड्नुपर्छ। ल ठिक छ। ल अब फेरि अर्को भिडियोमा हामी ठ्याक्कै जङ्गलको यसबाट अहिले हामी यहाँ आइसकेका छौँ। रोडै नि ल जाऊँ। ल अब यो बाटो ल न ल एउटा डाँडा पुग्नुपर्छ अनि एकछिनपछि गर्नेछौँ अनि खाजा खानेछौँ। बाई गाइस, अब अर्को ब्लगमा त्यो के हो? हामी उताबाट त ऊ आयो कीर्तिपुरबाट आउने भइहाल्यो नि। के हो यहाँको दृश्यावलोकन यति राम्रो देखिन्छ र अहिले तुवाले गर्दाखेरि राम्रो देखिएको छैन कि कसो? किन हामी हाइकिङकै तहरले हिँडिरहेका छौँ होइन? हो त रमाइलो पनि होला होइन कता कताबाट। अब पहिला म कसकोबाट चाहिँ प्रतिक्रिया लिउँ त? र सानछोरो अब आजको यो समग्र यो हामी तलदेखिबाट आएकोबाट माथिसम्मको तिम्रो अनुभव कस्तो रह्यो भन्न त? अनि त्यो खुट्टामा नि पुरै माटो लागिरहेको लड्यौ तिमी? अब मम्मीको चाहिँ सठिक धारणा के छ? नमस्कार, यहाँहरू सबैलाई गोकुल भ्लगमा चाहिँ स्वागत छ। म चाहिँ आज गोकुलसँग चाहिँ सन्नागिरी भालेश्वर मन्दिर चाहिँ हाम्रो पैदल यात्राबाट चाहिँ हामी उकालो लागिरहेको अवस्था छ। पैदल यात्रामा चाहिँ अलिकति थकान गरेको हुनाले कहाँ खाना खान्छौ भने अहिले? ल कुशलको के छ भनाइ? किन रेस्पोन्स छैन? कहिले हिँडेको छैन ऊ चाहिँ, कहिले नहिँड्ने अनि घरमा खाली बसिरहने अनि धेरै त्यो टेलिभिजन र त्यो मोबाइलको त्यो लाइटको इफेक्टले पनि होला सानो छोटो छोरालाई चाहिँ। ल आज त्यो कुराहरू सब जान्छ है। अब चाहिँ जुत्ता पनि यहाँ गइसकेको ओके देन अब हाम्रो मुभ फेरि सुरु हुन्छ। ओके ए हारी रेडी? भोक लाग्यो अब एकछिनपछि हुन्छ हाम्रो अहिले ब्रेक टाइमको यहाँ हामीले उ गरेको ल कुशल हिँड्न नसकेको अवस्था लड्दै लड्दा छ राउँछ नि। हजुर
हँ भ्यू हेर्ने हो यहाँबाट भ्यू देखिएर त्यति राम्रो भ्यू देखिएन र ड्याडी हजुर म तपाईँलाई एउटा म्याजिक देखाम के म्याजिक ल यता न आवाज आउँछ अब त्यो फुफ फुफ ल जाउँ ल आओस् छिटो हिँडाइ सुरु गरौँ विश्वास सकेन कि हो ल सानो छोरो हाउ आर यु फिलिङ नाउ यु आर फिलिङ गुड नाउ ओके लेट्स मुभ अन ए ल छिटो आऊ ए छिटो ओए किन भएन ए काठमाडौँ देखियो पुरै हाइट ल ल कहाँ पुग्यौ तिमी आइपुग्नु लाग्यो ए हिँडाइ कस्तो भइरह म नि आउँदैछु ल ल मैले भेटाउँछु होला तिमीलाई ल ल ल ल के भइरहेछ त अहिलेको अवस्था एकदम रमाइलो लागिरहेछ बुढाहरूसँग चाहिँ पैदल यात्रा नभएको धेरै भइरहेको थियो कहिलेकाहीँ मामाहरू जाँदा चाहिँ छोटो छोटो पैदल यात्रा गर्थे तर आज चाहिँ यिनीहरूलाई बुद्ध जयन्तीको अवसरमा चाहिँ हामी यसो भालेश्वर मन्दिर चाहिँ हाम्रो पैदल यात्राबाट चाहिँ सुरु भइरहेको छ एकदम रमाइलो भइरहेको छ आफ्नो फ्यामिलीसँग हिँड्दाको अनुभव छुट्टै नै ल गुड ल अब हामी अगाडि मुभ अन हुँदैछौँ ल यही क्रममा चाहिँ अहिले हामी अघिको हाम्रो सुरुको भिडियोहरूले हेरिहाल्नु र अहिलेको हाम्रो भिडियो हामी क्लासमा आइरहेको छौँ ल तपाईँले देखिहाल्नु भएको छ अनि हामी कोस किन नगर्दै ल आऊ 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 ए छिटो आइसक्यो अब ठाउँ अब हाम्रो खाजाको लागि यहाँ छोराले ब्रेकअपको लागि तयार छ किन अब यति बेला त कति मिठो हुन्छ होला है जे चिज हो नि मिठो हुन्छ होला सुरुवात हुन लागिरहेछ यहाँ खाजाको उनीहरूको लागि चाहिँ अब हामीले विशेष भन्दा नि अब घरमै बनाएका चिजहरूलाई चाहिँ हामीले अलि जोड दिने तरिकाहरू छन् तर पनि छोराहरू सधैँ चाहिँ चाउमिनहरूले गर्दाखेरि धेरै भएको छ दाजु पालै पाला लाउ नि त तिमी यता यताबाट दुइटै चम्चा होइन म अहिले खान्न म पूजा गरेर खाने चिल्लो लाग्छ क्या त्यही राख्नु न राख्न तर अब झिक्दैन मजाले चाटेर उता दियारीको बाहिरपट्टिको बिस्तारै है बिस्तारै बिस्तारै ल छोडिदियो अब अर्को टिमन भिडियो एपिसोडमा रियल आइकन दौडिन्छ त्यसै ए ल ल
छिटो के हिँड्न सकिएन लास्टै भुसिन आउनु धेरै जति दृश्य अवलोकन गर्दाखेरिको बाटो अनुभव गरिएको थियो गाईमा चाहिँ त्यसको डबल फरक भएको छ। हो के पानी राखेको थिएँ ल अब हामी देउराली लगभग देउराली आइसकेका छौँ। अलिकति हिँडेपछि हाम्रो यात्रा करिबन हामी 7:30 बजे यताबाट यस्तै जान्छ क्या ऊ त्यहाँबाट छिर्छौँ। त्यो पुरानो रोपवे छ नि त्यो पहिला हेटौडामा सामान पुर्याउनु त्यहीँबाट ऊ त्यो खम्बाबाट अहिले चाहिँ त्यो भइसक्यो है। त्यो अहिले बिस्तारै सञ्चालनको क्रममा छैन। ल जाउँ ल अब हामी यहाँबाट छिर्छौँ। ल यहाँ देउराली भन्ने आयो। ल हामी देउराली डाँडामा आइपुग्यौँ। छिटो आऊ देउराली डाँडा। है ल यतैबाट आऊ यहाँ त फोटो खिच्नु एउटा। तिमी त्यहाँ यता बस्छ त ऊ त्यहाँ उभियो कस्तो राम्रो देखिन्छ। आज बुद्ध जयन्तीको अवसर पारेर ठ्याक्कै हुन्छ क्या तिमीलाई। ल आज बुद्ध जयन्तीको अवसर पारेर चाहिँ हामी यता हेर त अब ल है यताबाट हो कि रमाइलो यताबाट पनि मिल्छ। म अस्ति नै यताबाट गएको त्यो त रोडको तल बाटो हो। तिनटै आउँछ ल अलि पखाली घाममा धेरै भन्नु ल देउराली भन्ने ल ल कुसैले बस ल होइन ठिक छ। ल यतापट्टि आयो त ल यता हेर ल दुइटै दाजु बस्छ हो। होइन त्यहाँ त के हुन्छ कति रमाइलो चाहिँ छ यो ठाउँ जुन भालेश्वर भन्दा यता उयो ठाउँ हो। यसमा चाहिँ हामी अब जान लागिरहेको छौँ। मन मिली यिनै त मन्दिरनिर अगाडि हेर न यतापट्टि हेर। 10:30 हामी 11 बजी पुग्छौँ त त्यहाँ। ब्याग मै बोक्छु ड्याडी भन्छ म चाहिँ रित्तो हिँड्दा कति आनन्दको महसुस भइरह। छोरो चाहिँ ब्याग बोक्यो
अब बाबा चाहिँ हिँड्न सुरु गरे होइन। धेरै नै सजिलो महसुस पो हुँदो रहेछ गाह्रो ठाउँमा चाहिँ होइन। यो एउटा भारी टक्क खोलेर हिँड्दा पनि कति आनन्द महसुस हुँदो रहेछ। छोरोले चाहिँ बाबालाई धेरै दुःख भयो, म बोक्छु भन्यो। छोरो कस्तो भइरहेको तिमीलाई? गाह्रो त भएन नि? यता हेर त एकचोटि, गाह्रो भएन नि? गाह्रो भयो भने मलाई बोक्दियो है। र लगभग हामी टप पोइन्टमै आएका छौँ। लगभग हामी भालेश्वर मन्दिरकै ठ्याक्कै चाहिँ यो प्यारल लाइनमै छौँ अहिले हामी। ल अब हामी गइरहेका छौँ। ओके, साथी छ मेरो मन ती छ भने जस्तो अब छोरोले ब्याग पनि बोकिदिइहाल्यो के अरे। म त फ्री नै भएँ। फ्री भएर हिँड्दा त कति आनन्द। आहा लाली गुराँस फुल। ल हामी लाली गुराँस अब यहाँ। वाउ सो लभली लाली गुराँस हियर। ल ल अहिले हामी आइसकेका छौँ। लगभग यहाँबाट हेर्न सक्नुहुन्छ कति रमाइलो दृश्य देखिन्छ। हेटौँडा मकवानपुरतिरको यो बाटो होइन, यहाँबाट निस्किने बाटो कति राम्रो छ। भालेश्वर मन्दिर यही डाँडामा हो। ओके देन अब हामी फेरि अगाडि बढ्दैछौँ नेक्स्ट अब अर्को भिडियोमा। कतिजना ठाउँ है? गेट बन्द गरेर देखेन त्यहाँ तल। त चल्छ न अहिले दा भाइ चाहिँ यता आउँछ हो। ल यता आउँछ। रिसोर्टहरू दामी रिसोर्ट त्यसै जान पाउँछ। अहिले हामी जिप लाइन कल्पनालाई आइसक्यो। अब कल्पना आइसक्यो घाममा न। गाडी जाने बाटो मैले आउनै सक्यो। छोरो चाहिँ मम्मीले लिन गइरहेको छ। यो लास्टै पोइन्ट हो। ल ल ल फिनिसिङ पोइन्ट हो यो। अब त्यही थाहा होला सानो फिनिसिङ पोइन्ट। यहीँबाट जिप लाइन छ। ल
बस्ने हो कता हेर मन्दिर त हेर मन्दिर यताबाट पहिला तल जाऊँ कि प्लिज 360 डिग्री साइक्लिङ 200 रुपियाँ के यो साइकल घुम्छ यहाँ 360 ल जिप लाइन फाइनली मन्दिर आयो त किन फाइनली मन्दिर आएछ के हो त मन्दिरतिर आइस हामी एकछिन तल रेस्ट हाल्नु न पहिला मन्दिरमा जाने आऊ न एकचोटि फोटो खिच ल दे बस्छ टिका सिका लाएर मन्दिरमा हुन्छ पुरा चिताएको कुरा भानेश्वर मन्दिरमा स्वागत छ हाम्रो फ्यामिली ग्रुपको यसरी मन्दिरको पुरै वरपर चाहिँ पूजाको लागि तयारी गर्दैछौँ अगाडि हेर्नु हजुर छैन नि त जानु छैन यहीँ नै हो अब यहाँ पृथ्वीनारायण शाहको पनि छ बत्ती बाल्यो बाल्यो उसो मेरो भिडियो लिएर यहाँ होइन त भयो आज कति गते आज बैशाखी गते 29 आज 29 गते इन्नु अहिले भेटिन्छ हजार हजार ल अहिले चाहिँ हामी मन्दिरमा चाहिँ अब पूजा गर्ने तयारीमा छौँ चाहिँ पहिला विदुर पाण्डे भन्ने चाहिँ पुजारी हुनुहुन्थ्यो ल त अगाडि बस्नु ल अगाडि बढ्यो फर्क न अगाडि बढ्यो Yes. कहाँबाट चढ्यो क्या बुझिदिनु होस् यस्तो हुन्छ मनमा यी तिनै सहरको राजा हुन पाएको हुँदो भन्ने मनमा परिरहेको थियो उस्तै बेलामा ऊ दुवै जैसीले भने हजुरको मनाकांक्षा अभिलाषा पुग्ला महाराज भन्दा मलाई आश्चर्य लाग्यो र मेरो मन्दिर छ र देउतालाई पूजेको तिमी छौ र यो मन बुझेको मन्दिर छ र देउतालाई पूजेको तिमी छौ र यो मन मेरो
प्रस्थान गरी र सुरु भयो। हेलो साथीहरू, हेर्न सक्नुहुन्छ हामी भालेश्वरबाट यत्रो सिडी हेर्ने कि हामीले चाहिँ हामीले चाहिँ ब्लग बनाउनु बिर्सिसकेको रहेछ। रातिको भ्यू त झनै राम्रो छ। ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ सिडी छ सिडी। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ गर्दैछु। ल यो सिडी बाटो चाहिँ ल यस्तो जङ्गलको बिचबिच घर रहेछ त। पानी घट्यो पानी घट पानी लैन। गाइस हामी चाहिँ अब यहाँ त्यहाँ हेर्न सक्नुहुन्छ ल त्यहाँ घना जङ्गल कटेर आइसकेको छौँ र यस्तो यहाँ यस्तो राम्रो रोडमा आइसक्यो। भ्यू हेर्न सक्नुहुन्छ गाइस भ्यू। अनि हामी चाहिँ अब सिधै तपाईँहरूलाई चेकपोस्ट पुग्न लास्ट ब्लग हाल्छौँ। अहिले चाहिँ हाम्रो लामो हुन्छ ब्लग। अनि यहाँ चाहिँ हामी के सुकुटी घर भन्नेमा आइसकेको छौँ र यहाँ जङ्गलको धुसुनाले अहिलेसम्म हाम्रो पिसा छोडेको छैन। ल बाई गाइस। ल रेडी ल छिटो छिटो भने ल कलेजी कटक गर्न आएको जस्तो गर्दै गरौँ। होली चलला होली चलला मेरो लगाइस स्वागत छ। हामी चाहिँ एउटा पार्कमा आएर अनि हेरेको चाहिँ एक्सर्साइज गर्ने मेसिन छिटाउने एउटा कुरा दिइहाल्छ कि प्लिज अहिले जान्छ कि प्लिज प्लिज म तपाईँलाई मात्र भरोसा मन थगेला ल हिँडिरह्यो भने चाहिँ सल्लाह